हजुर नमस्कार, सबैलाई नमस्कार है। जन्जीलाई पनि हाई, हेलो, नमस्ते। के हो मेरो भिडियो हेर्दाखेरि आफ्नो भाषामा बुझ्नुहोस्। सबैलाई पक्कै आरामै छ होला। म फेरि दैनिक लगभग दिनदिनै आइरहेको छु। आज पनि फेरि म आएँ, केही लिएर आएको छु है। हजुरको अमूल्य समय दिनुभएको छ, धेरै धेरै धन्यवाद। मेरो भिडियो हेरिदिनु भएको छ, मन पराइदिनु भएको छ है, कमेन्ट पनि गर्नुभएको छ। सो नाइस, कति राम्रो छ, मलाई धेरै धेरै प्रेरणा मिलेको छ। आज पनि म एउटा सानो केही मनको आवाज लिएर आएको छु है, पक्कै सुन्नुहुन्छ। राम्रो छ यो। म भिडियो त्यति लामो गराउन्न है, लगभग छोटो गराउँछु। सुरु गर्छु है त। अहिले यसै घुम्ने क्रममा बोल्ने क्रममा चाहिँ हुन्छ नि, जस्तै यो विशेष गरेर गार्जियन्सहरू, अभिभावकहरू अथवा बच्चाहरू भनौँ न, कति समस्या थियो, यसले त भनेको कुरा मान्दैन, झ्याउ लाग्ने भन्ने खाले हामी सुनिन्छ यताउता। स्वाभाविक कुरा हो। बच्चाले अब आफ्नो कुरा गार्जेनले मानिदियो हुन्थ्यो भन्ने हुन्छ, गार्जेनलाई पनि बच्चाले मेरो कुरा मान्दै हुन्थ्यो भन्ने हुन्छ। हामी नि पक्कै केटाकेटी हुँदाखेरि यस्तै थियौँ होला होइन। त्यही पनि अब हामी गार्जेन भइसकेपछि फेरि मेरो कुरा नै मान्दै हुन्थ्यो बच्चाले भन्ने हुन्छ, र बच्चाले चाहिँ गार्जेनले मेरो कुरा मान्नुपर्छ भन्ने हुन्छ। अफकोर्स यो के भन्छ, टग अफ वार भन्छौँ नि हामीले होइन। कि गार्जेन्सको कुरा बच्चाले मान्नु पऱ्यो कि बच्चाको कुरा गार्जेन्सले मान्नु पऱ्यो। यो टग अफ वारमा चाहिँ डोरी तान्दाखेरि त्यो बच्चातिरको डोरी र आमा बाबातिरको डोरी, गार्जेनको डोरी, कसले जित्ने भन्ने कुरा हुन्छ। यो खास यो जित्ने हार्ने कुरा चाहिँ होइन, हामी सबैलाई थाहा छ। अन्तिममा त हामी लाग्छ मलाई सानो अभिभावकको सानो बच्चाहरूले जित्छन्। केलाई भन्दाखेरि रुन्छन्, कराइदिन्छन् होइन, हामीले मान्नै पर्ने हुन्छ। प्रब्लम जुन हामीले कुरा गर्छौँ होइन, यस्तो गऱ्यो उस्तो गऱ्यो भन्छ, त्यो प्रब्लम चाहिँ हामीले होइन जस्तो लाग्छ मलाई होइन। अब प्रब्लम हुन्छ सबै, हर कुरा प्रब्लम छ, सबै कुरा प्रब्लम छ। तपाईँ हामी अभिभावक पनि सब प्रब्लम छ होला नि त होइन। हामीले खालि बच्चालाई प्रब्लम देख्यौँ भने अभिभावक पनि प्रब्लम छ होला, बच्चामा पनि केही प्रब्लम छ होला। भनेपछि प्रब्लम हेऱ्यो भने हामी सबै प्रब्लम छ। तपाईँले प्रब्लमको कुरा गर्नुभयो भने त थुप्रै कुराहरू छन् होइन। जस्तै कतिपय अभिभावकहरूलाई जस्तै बच्चा भएको छैन, त्यो एउटा प्रब्लम होला। कसैलाई बच्चा भयो जस्तै अब सानो जन्मियो, त्यो हारको प्रब्लम भयो होला। कसैको बच्चा छ अति मोटो छ, जत्रै मोटो भयो, भाते भयो अथवा के भयो, त्यो प्रब्लम छ। कसैको बच्चा एकदम पातलो छ, अलि मोटाइ हुन्थ्यो नि भने त्यो प्रब्लम छ है। बच्चा हुर्कदै गयो, किशोर किशोरी अवस्था त खतरा छ भन्छौँ हामीले है। त्यो पनि खतरा, त्यो पनि समस्या भयो। यस्तो नगर्दै हुन्थ्यो भने बच्चाले, त्यो पनि समस्या भयो। उस्तो नगर्दै हुन्थ्यो, त्यो पनि समस्या भयो। समाधान खोइ त होइन। अब हामीले चाहिँ हेर्छौँ भने है, मैले भन्न खोजेको समस्या नै हेर्छौँ भनेको चाहिँ मैले होइन। जस्तै हामीले हर चिजलाई समस्या देख्छौँ भने हामी अझै पनि हुर्केका छैनौँ है। गार्जेन्सहरू हामी हुर्केका छैनौँ जस्तो लाग्छ हामीलाई। किन भन्दा यो सबै कुरा पार गरेर हामी पनि त आएका हौँ नि। यो सबै कुरा पार गरेर आयो, तर हामी के बुझ्छौँ भन्दाखेरि हाम्रो पालामा यस्तो थियो उस्तो थियो। अवश्य सबैको पाला त आफ्नो आफ्नो फरक त हुन्छ, सँगै छैन त्यसमा। तर हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि हर चिजलाई हामीले प्रब्लम हेऱ्यौँ भने सल्युसन खोइ त। त्यसैले मलाई लाग्छ हामीले सल्युसन खोज्नुपर्छ जस्तो लाग्छ हामीलाई होइन। सल्युसन चाहिँ खोज्नुपर्छ। सल्युसन खोज्ने भनेको के भन्दाखेरि कम्युनिकेसन भनेको जस्तै गार्जियन्सले सक्दो आफ्नो बच्चाहरूसँग समय बिताउने भनेको चाहिँ बस्ने, साइडमा गएर बस्ने, खालि कराइदिने, चिच्चाउने गऱ्यो भने के हुन्छ, बच्चाहरू धेरै झिन्छन्। दे आर नट ओपन टु अस। उसले कतिपय मनमा लागेको कुरा भन्न मन लाग्छ तर भन्दैनन् उनीहरूले। के भन्दाखेरि भन्यो भने कराउँछ भन्ने हुन्छ, उसले समस्या देख्छ फेरि हामीलाई। त्यही भएर हामी चाहिँ के हुन्छ भन्दाखेरि सकभर बस्ने, समय बिताउने होइन। के हुन्छ समय बिताएपछि के हुन्छ, उसले देख्छ है मम्मीले बाबाले चाहिँ साइडमा आएर बस्नुभएको छ, सुन्नुभएको छ भन्ने हुन्छ। उनीहरूले हामीलाई समस्याको हिसाबले हेर्दैन। अथवा हामी जाने बित्तिकै यो गर त्यो गर कराइराख्ने भने के हुन्छ,
समस्या देखिन्छ जस्तो लाग्छ। यो मेरो आफ्नो अनुभव हो होइन। तपाईँलाई के लाग्छ? यो मैले भनेको कुरा ठिक मैले चाहिँ भन्नु मिल्दैन, यो मेरो मनको आवाज मात्रै हो। प्लिज गरेर तपाईँले आफ्नो कमेन्ट गर्नुहोला, आफ्नो विचार चाहिँ व्यक्त गर्नुहोला। के हो यस्तै हुन्छ र समयसँग, कि मैले खालि देखेको मात्रै सोचेको मात्रै हो र है? धन्यवाद।